हेलो साथीहरू, नमस्ते 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 साथीहरू, मनदेखि नमस्ते। म चाहिँ अहिले माइततिर हो। अनि अहिले चाहिँ म अन्डा लिन जान आएको साथीहरू। अनि त्यसपछि साथीहरू यस्तो छ है साथीहरू, हाम्रो माइतको बाटो अनि हाम्रो माइतमा चाहिँ 1-2वटा घर छ साथीहरू। गाउँ त ठुलै छ मेन रोडतिर, तर हाम्रो चाहिँ मेरो माइत चाहिँ मेन रोडतिर परेन, यता बेसीतिर छ, यता तलतिर वनको बिचमा छ के साथीहरू। मेरो माइत चाहिँ डाँडा काँडा हरियाली वनको बिचमा खोला नाला हैन। अनि यो यता खोला देख्न सक्नुहुन्छ साथीहरू, यस्तो छ हाम्रो माइततिरको खोला। यो चाहिँ माइत घर है साथीहरू हाम्रो। मेरो माइत घर यस्तो छ, 1-2वटा छ के, धेरै टोटल गर्दाखेरि 6-7 घर छ साथीहरू। यस्तो छ माइतको, हाम्रो माइत चाहिँ। माइत यतै हो साथीहरू। चाहिँ माइतबाट मेन रोडमा जाने बाटो है साथीहरू। ओ काकै कुलाउनु हो र? चाहिँ मेरो अङ्कल है साथीहरू। अन्डा लाग्नु के गोपालो लिएन त छेलेस जहिले नि गोपाला होट मात्रै जाडके दाजीकै गर्छन् गापाला फेरि है। डाँडा काँडा हरियाली वनको बाटोको भएछ त। चाहिँ के हो गोरुले गोरु देखेर डराउँछ कि म फेरि। साथीहरू म चाहिँ हाम्रो अन्डा फर्ममा आइपुग्न लाग्यो साथीहरू। हाम्रो माइततिर पनि अन्डा फर्म छ के, फर्म खोलेको के हैन, बिजनेस छ अन्डा फर्मको बिजनेस छ है साथीहरू। हाम्रो मामाहरूको चाहिँ मामा जेठु त्यस्तै पर्छ के, मैले चाहिँ छैन। हाम्रो भाउजूको दाइको चाहिँ अन्डा फर्म व्यवसाय छ है साथीहरू। तपाईँहरूलाई चाहिएमा यसो सम्पर्क गर्नुहोला। अनि यहाँ भिमत नगरपालिका 6 हो कि कति हो पर्छ नम्बर चाहिँ, नगरपालिकाको नम्बर चाहिँ। अनि बास भिमत नगरपालिका 6 शेरका भान्ज्यामा चाहिँ अन्डा फर्म व्यवसाय छ है साथीहरू। अहिले हजुरहरूले देख्न सक्नुहुन्छ।
बाउ दिगम न तले ए ल जाम हाम्रो मैतातिर चाहिँ यसरी नै हो है साथीहरू पानी भर्ने पानी बोक्ने तरिका मैले पनि यस्तै यसरी नै बोक्न एकदम मजा लाग्छ बिसाउन पनि सजिलो हुन्छ डोकोमा भन्दा पनि सजिलो हुन्छ यसरी बोक्न चाहिँ कोरोबारी साथीहरू त्यो टन्नै छ रहेछ बाटो चाहिँ यस्तो छ रहेछ बाबुहरूले पानी भर्ने बाटो ए यहाँ त यति राम्रो घर बनाउनु भएको रहेछ त नि यहाँ पहिला सानोमा म स्कुल हिँड्दा त गोठ थियो साथीहरू यो चाहिँ बाख्राको खोर रहेछ यो चाहिँ घर रहेछ ए खुर्सानीको बगैँचा रहेछ खोइ मम्मी खोइ त नि ए आउँछ यतातिर रहेछ तिमीहरूको मात्रै हो यो भैँसी अन्डा दिन आएको क्या मलाई चिनेको छैन चिनेको छैन म त्यो ऊ हो क्या मिधर्नीको फुपू कान्छी फुपू हो क्या म कति क्लासमा पढेको त नि तिमी त्यो फेरि भन्छ कोठा हो तिमीहरूको सुनाकोटतिर बस्दैन आजभोलि ए यहाँ फेरि बाटो हिँड्दा बेलौटी देखेँ साथीहरू अब बेलौटी खानु पर्यो है म चाहिँ बेलौटी खान्छु ल साथीहरू बेलौटी खाए ल मिठो लाग्यो